हैन एमसीसी किन पारित हुनु पर्यो पढेर आएको हैन तपाईं एमसीसी को विपक्षमा जान सक्नुहुन्छ किन सक्दिन एमसीसी यो देशलाई यदि एमसीसी बाट हित हुन्छ कुनै पनि सम्झौताबाट अहित हुन्छ भने त्यो पारित हुनुको औचित्य के छ यो यहाँ के को बलजफ्ती हो म आज भन्न चाहिँ तपाईले राम्रै कुरा उठाउनु भयो ठिकै छ उठाउनु भयो यो के को जबरदस्ती हो कि मेरो पैसा लिनु पर्छ यसको मतलब के हो खासमा यस्तो के बाध्यता छ कि मेरो पैसा लिनु नै पर्छ तपाईले यस्तो पनि दबाब हुन्छ अनि अस्ति मात्र एउटा डकुमेन्ट लिक भएको थियो जो बोल्छन् त्यो पत्रकारले खुवाइदियो रे कमिसन खुवाइदियो रे नेताको नामै टिपेको थियो त्यहाँ खिचेर एउटा दिएको थियो यो कस्तो खालको कि पहिला नै हे एमसीसी को जसले विरोध गर्छ त्यसलाई कारबाही गर्दै हिँड है त्यो नेताले कमिसन दिँदै हिँडे त्यो नेताहरूको नाम त्यसमा राजेन्द्र महतोको पनि नाम थियो प्रचण्डको पनि त्यसमा नाम थियो सबै पार्टीहरूको नाम थियो त्यहाँ पत्रकार ठुला दिग्गज पत्रकारहरूको पनि नाम थियो यो कस्तो खालको परियोजना हो जसलाई विरोध मात्रै गर्यो पनि यसलाई दमन गरेर भन्ने खालको अहिले पारित हुनुभन्दा पहिला भन्छन् त्यो पारित भएपछि के भन्छ त्यसले त्यो जनता कुन जनताले छोड्छ कुन नेपाली जनताले